अब चाहिँ हामी चाहिँ बेलुकाको खाना खानलाई पप्छुङ हामछुङकोमा जाँदैछौँ। आउ छोरी यताबाट म त भिडियो बनाउनु मान्छे भएको। बुढोले के बोक्यो होला नाटक गर्छ क्या बाउ छोरी। अब आइछिमी चिचु भेट्छ है लेमी ल चिचु र आइछ रेमी काली माता चढेर हेर टसिदेले ल चिचु र रिस उठेर ल आज घाँच्छ म ऊ त्यहाँको माई बास्केट हो कि भनेर कि हामी चाहिँ आजीहरूकोमा आइपुग्यौँ। यहाँ चिचु र आइछिमी बाउ छोरी अगाडि फेरि पुरा एक्साइटेड छ नि। बाउ छोरी चाहिँ अगाडि कुदिन्छ। जापानमा लोकल बस्ने मान्छेहरूको घर यस्तै हुन्छ। सेन्ताको हो लुगा धुने वासिङ मेसिनहरू त्यसरी बाहिर राखेको छ। ल ल पुटे ल 12 होइन 15 लन्च भएकै छैन नि। अब हुँदैछ बिस्तारै। अब हामी टिकटक बनाउनु पर्छ उ त्यहाँ बिचरा आजहरू काम भएर यहाँ बनाएको कहाँ से कस्तो को बोली न माना रेन्चाङ त्यसो नगर ज्ञानी भएर बस्दिनु। मुलाको बुजुरी श्री मकै तिमी आफै हेर रेमीले नि मनपर्छ। यो चाहिँ मुला र त्यो मसिनो खालको माछा छ। यसमा तर जान्दैन के गर्ने। वाइन त 12 हो 15 मिनट बढी कडाई के भएर त्यो आइसहाल्नु पर्छ। आरू छ नि त यसमा को चम्चा यो तारै खान्थ्यो एउटा लोड सबै खाइसकेर फेरि अर्को लोड आउँदैछ। खानेकुराहरू मिठो खानेकुराहरू बनाएर खुवाउनु भयो मेरो आजीले। सनमको गर्लफ्रेन्ड पनि यसपालि ग्रेजुएसन हो नि त अनि आमा चाहिँ बोलाउनु भएको रहेछ त। सबै खान्छ है प्याज खाएन भने मैले जाने त्यही भएर खान्न भनेर त्यस्तो पकाएको उसले यहाँ खाएर नखाए केही हुँदैन मेरो नानी यति धेरै खाइरहेको यताउता गर्ने पाहुना यहाँ घरमा कोही छैन। घरमा कोही पाहुना होइन सबै घरको मान्छे। त्यसले गर्दाखेरि यता त्यता धेर भयो भन्ने कुरै गर्यो अहिले छिमेकीले खान्छ नि हामी अब खान्छ नि त्यति खाऊ चुप लगाएर खाऊ त तिमी त्यति खाना खानु भने के गर्नु यस्तो यस्तो भर्खरको मान्छे भर्खर नै खाएर मकै खायो यति भर्खरको मान्छेले हामी त कति खान्छौँ त यता आन्दोलन बनाएर हामी त बेसी खानु चाहँदैन त नै खानुहुन्छ अरे होइन
अघि धेरै खाएँ नि त अघि धेरै खाएमा आउने बित्तिकै फेरि खाना 2 कप खाएँ हुन्छ मैले खाएर पो के अरे खाना गर्नुपर्छ जुट गरेको होइन कि ढाकेर भनेको होइन यो 4 जनाले अस्ति हामीले खाना खाएको आज म र अङ्कुरीले खाना खाएको देखेर अझै बोल्दै सब परेको त्यति बेसी खाना खाएको हाम्रो यो खोइ त अब यो रित्तै भएको छैन गाबा खानुपर्छ अन्त सबैजना खाउँ आज आइस ल्याउनु सबैजनाले खाइदियो सिद्धि नराख्नु खाना खाइसकेपछि हाम्रो छोरी चाहिँ डान्स देखाउँदैछ फेरि एउटा गीत गाउने ल गाइदेऊ के हो म सरसर खाएर बेसी सम्झिँदैछ उता गीत सम्झिँदैछ उसले रेमचाङको खाना ल अब हामी चाहिँ खाना खाइसकेर नि अब घर फर्किन लाग्यो लथु चाहिँ आऊ हामीले के दिन्छ त्यही भएर रेमचाङले यहाँबाट जाँदाखेरि खै केही लगेको छैन इमो सानो भने अझै जे भने